बिर्से आउँछ चिन्नु हुन्छ नि तलपट्टिको नभन्दा चिन्छ माथि आराम दामी भयो अर्को त पारा तातिरहेछ दिमाग खराब भयो त्यो बनाएर है तिम्रो दिमाग खराब भएन यो लाम त मैले टोक्न सक्दिनँ अनि हामीले पोल्नु पर्छ क्या बाबा त्यो दाँतले हुन त मिठो छ काका हेलो एभ्रिवान नमस्ते स्वागत छ यहाँ होला मेरो युट्युब च्यानलमा आज चाहिँ हामी हाम्रो फ्यामिली पार्टी छ फ्यामिलीको ब्लग लिएर आएको छु कृपया माया गरिदिनु होला यहाँ चाहिँ चिकन रोस्ट हुँदैछ यो चिकन यसलाई रोस्ट बनाएर यहाँ भइसकेको छ हामी चाहिँ अर्ग्यानिक चुलोमा पकाउँछौँ हामी चाहिँ यस्तै चुलोमा पकाएको एकदम मिठो स्वादिष्ट हुन्छ टेस्टी टेस्टी खाँदा पनि तातो तातो भने हो के भने नकाट न यो लाम त मैले टोक्न सक्दिनँ अनि हामीले पोल्नु पर्छ क्या बाबा त्यो दाँतले हुन त अनि त्यो बाबाको त लाइटरले पोलेर खाने हो यो हाम्रो काकाको पार्टी है आज चाहिँ काकाको पार्टी यो मेरो एकदम नरिसन झुङ्गी आमा यो मेरो बाउ यो मेरो भान्जी मेरो के अरे बुहारी अनि हाम्रो काकी यहाँ चाहिँ बाउटोलीले चाहिँ जाँड खाँदै बस्नुभएको छ जाँड खाना धेरै खानु न काकीलाई दिँदै हेलो सोल्जर मासुको त झोल बनाएको भैँसीको भैँसीको ग्रेभी रोस्टै साथीहरू रोस्ट दामी भयो के लिएर आएको पनि पाएन बिर्से आउँछ चिन्नु हुन्छ नि तलपट्टिको नभन्दा चिन्छ माथि आराम आजकी एउटी मान्दै मान्दैन मैले त अघि खाएँ यहाँ रोस्ट पाक्दैछ यो रोस्टको बास्नाले गर्दाखेरि कुकुरहरूको त पारा तातिरहेछ दिमाग खराब भयो त्यो बनाएर है तिम्रो दिमाग खराब भएन बास्ना नाकमा हुसुस गयो है खाना दिन्नन् है दिमाग खराब भयो यिनीहरू त्यतै छ खाली बाहिर निस्केर
आइस खै चाबी किन त Itu badan deh. जर खसी टोयलेट अगाडि साला भात खाऊ आजको दिनमा के हामी यसरी फेरि भाइहरु देखेर आएको Tuin भाइले आयो नि सधैँ खान्छ र अब फेरि अर्कोचोटि भेटिएले त 3-4 वर्ष पहिले हैन 3-4 वर्षपछि पहिले दिन आउँछ म त खाएको पिनाजो दुधी पिनाजो मिठो छ काका साला मिठो छ हाम्रो घर के नमिठो छ मिठो हुन्छ है सब तेरो साइलो बाबैको तेरो काकैको हाम्रो घर नमिठो के हुन्छ सबै कुकै कुकै कुक कति वर्ष खनाउँछ मलाई भित्र आइज भातमा सब्जी राख्यो त्यो जंगलमै पाउने सीता सीता के भन्नु नानी तिमीलाई फेरि काकी खाए है काका सबैलाई अलि मजाले खाइ गालु ल खाइरहेछ अनुहार देखाउनै उस हुन्छ के अरे है हामी गरिब वरादी कोठा कोठामा बसेर खाने हो यस्तो डाइनिङ हल त्यस्तो छैन के खाना खानु भयो खाना खाइयो खाना कोही खाँदैछन् मभन्दा अघि खाएको मान्छेहरू खाँदैछन् म खाएर पनि भ्याइसकेँ साइल म खाएर भ्याइसकेँ तिमी अझै खाँदैछौ त्यो हो ए आमा भयो भन्छ खालि मासु यति दिएर बाध्य आउँछ
होस् ल ल अहिले टर्न नखा त्यो बरु दिदी यसो थोरै रस पार्टी सक्यो मैले पार्टीले खाना खाने हाम्रो बहन छ्यामा काकी आमा ल सबैजना सँगै बसेर भनेर पहिला त पानी ल्याउनु पर्यो नि पानी उ त पानी ल्याउँदैन एक ग्लास खाने बित्तिकै सुतो छ्यामाले खान को धेरै नहाल्नु यो हरियाउनुलाई खुर्सानी नै हैन पोले ल्याइदिनु ना ना एउटा खुर्सानी पोले ल्याइदिनु यो हाल्दिनु सुके खुर्सानी त गर्न मलाई दिनु ए भन्छ 3-4 वटा पोले माथिको ठेला 3-4 वटा पोले ल्याइदिनु मन पनि दिउनै खानुहुन्छ नानी ल खाए म त खाऊ हस् हामी त यही सक्न लागिसक्यो आगो त काट्ने मान्छे राजा बजाइदेऊ ब्यान्ड बाजा खाएन त्यो मोबाइलमै बिजी थियो कचनको चुङ खाएर भएको के खाए त अनि म शिला त घप्टै परेर खाँदिरहेछु भयो धेरै नै थालमै जोत्ता लाग्यो मैना कति अप्ठ्यारो भयो अगाडि क्यामेरा भएर यहाँमा डुम पोल्नु पर्छ नि दाइ डुम डुम भयो ओ दाइ खुर्सानी यसरी पोल्नु पर्छ नि पोल्न लाग्यो के अरे भयो लैजा भनेर कतै पोल्ने लाग्यो खुर्सानी भनेर पोलेर है उ त्यहाँ दुईजनाले गुन्जाले बोलेका ओके साथीहरू हाम्रो आजको खानपिने कार्यक्रम सकिएको छ है सकेर सबै घर जानुभएको छ घर जानु अब भिडियो बनाइन मैले डाइरेक्ट एन्ड भिडियो बनाएँ है के कस्तो लाग्यो कमेन्ट गरिदिनुहोस् र लाइक सब्सक्राइब एन्ड सेयर पनि गरिदिनुहोस् भिडियो त खासै बनाउन आउँदैन भनौँ न फर्स्ट टाइम हो त्यति ज्ञान छैन नि त भिडियो बनाउनु त्यही पनि बनाउँदैछु सिक्दैछु नेक्स्ट भिडियो लिएर आउँछु भन्दै आजलाई यति नै हस् त बाई बाई